हेलो गाइज वेलकम बैक टू माई न्यू ब्लग। आज चाहिँ म घर आएको छु। यो मेरो माइजू हो। हेलो भन्नु ब्लगमा। हेलो। अरू केही भन्नु? मेरो भान्जीलाई धेरै धेरै भाइरल बनाइदिनु होला। सबैजनाले मेरो भान्जीको भिडियो हेरिदिनु होला। ल टिकटक हेरिराख्नु भएको छ। टिकटकको फ्यान हो टिकटक। ल हामी गयौँ अब अर्को मामा घर गयौँ जाने। अब हामी लाग्यो गाइज। यिनले पनि पहिलो सुट लगाइन्। नमस्ते। कहिले सब ए आउनु आएको। ए भाइ यतै बसेर लुकेर आज बस्नु त। अघि नै तपाईँ सुतेको सुते हुनुहुन्छ। मेरो पनि भिडियो गर। हजुर नमस्ते। ह्याप्पी होली भन। ह्याप्पी होली। हेलो गाइस सब गाइस बाइक गाइज हामीले चटपटे खायौँ। खाना मारेका अलिअलि पोतो लगा नानी कति ज्ञानी छ भन्नुहुन्छ। डाइरेक्ट माझा भन्न नसकेर आफ्नै छोरीलाई। हेलो गाइज हामीहरू राति राति कहाँ हिँडेछौँ? यता मसुर रहेछ यता मकै रहेछ। यस्तो के गर्ने? ल अरू कुरा गर। के भन्नु त ब्लगमा के भन्छन्? हेलो गाइस वेलकम टु ब्याक टु च्यानल। हम मालूम है तेरे बाप को मत सिखा। ल बल्ल रोडमा आयो गाइज। कहाँ गएर आइयो? जाने हो बुढा घरतिर गएको। अब घर जान पर्यो। थाक्यो कमर के भयो रे? आमा छोरा कम फास्ट। बिचारा झोला पनि त्यही भिरान छोरालाई पनि त्यही भिरान। बाबु मम्मी के गर्नु? मस्त जोक मारा रे। आज रुनु पर्छ क्या? छिनो भन्नु न कस्तो। धेरै हाँसेर कि हाँसिन्छ रुन सक्छ। आइफोन कति ल्याइदिने रे जापान गए? आइफोन 15 भन्नु। ल्याइदिनु होला भान्जी हेर्नु माइजूलाई हाउट चिन्नु के ल चिनो भान्जी यस्तो हुनुहुन्छ ज्ञानी। अब हाउट आइफोन पाए त झन् साँच्ची भनेको आइफोन किनेर ल्याइदिने जापानबाट। त्यहाँबाट फेरि माइजूको चलाउने ढङ्ग नभए जापान कसरी आइफोन चलाउने भनेर फोन गरेर अलिक सोधौँला। अनि भान्जीले यसरी मोबाइलमा उ गरेर पठाइदिनु होला। ल अनि जापान जाने कहिले हो? हाल्नुहुन्छ। अनि भान्जी त फेरि ज्ञानी हुनुहुन्छ। एउटा आइफोनले चाहिँ झन् ज्ञानी जानुहुन्छ। सपना भने पुग्नुहुन्छ कि विपना नभए यो राति हुँदै के हाम्रो नाइट ब्लग। पत्रकारले चाहिँ कस्तो मुखमा लाइट बाल्दैन त्यसै भिडियो खिचेको म को हो र? यस्तो पत्रकार आएछन् क्या दुईटा। सबै सेलिब्रेटी हाम्रो लागि हो र। पनि भान्जी नलोट्नुलाई उतापट्टि फेरि म आउला भयो कि भान्जी हो चोट लागेछ भनेर फेरि भाइले हामीलाई हो म त पठाउनु नपर्ने कहिले मेरो छोरीलाई भन्नु होला होइन। यस्तो त भएन नि सिधै हिँड्नु भान्जी। ल भान्जीमा लागेको भान्जी त कहाँ चोटपटक लाग्नु हुन्न। ल ल झोलामा के छ म्याडम? के छ अरे त्यसमा? यसमा मलाई चाहिँ थाहा छैन। भोकलाई खाना दिनु पर्छ भने मलाई चाहिँ खानालाई दिन्छु अरूलाई त दिन्न। नन्दलाई हेप्ने हेपेको होइन कि खाना हुन्न भनेर। नास्तालाई भनिदिनु त गरेछ। पाउरे समोसा पकौडा। ल गाइज हाम्रो आज बाटोको रमाइलोहरू सुन्नुभयो होला। अब हामी रुममा गएर भेट्छौँ। नमस्ते। कसको फोन आयो? ल गाइज हामीहरू घर पुग्यौँ। यत्रो बेर नाइट ब्लग गऱ्यौँ। कसको फोन पनि आयो? फोन आयो दाइलाई, दाइको भाउजूलाई।